दाम भयो के हो यो कुछ गेट Bueno. आज प्रकाशको रिक्वेस्टमा चाहिँ हामी मोमो बनाउँदैछौँ घरमा सो उहाँलाई चाहिँ हामी प्र्याङ्क गर्दैछौँ है अर्को गरेको हुँदैन लास्ट आफूले भाग्नु पर्छ अरे कि यसलाई चाहिँ बिचमा राख्छु है अलिक बिचमा यसलाई छिटो बाँध्नु A few moments later. हुन्छ कम्पिटिसन यस्तो पनि What? यत्रो भाग नै त्यो एउटा मात्रै अलिकति ठुलो त्यहाँ पनि भ्यात्ता अलिक प्याचप अनि यहाँ कतिवटा मोमो छ यता पनि ठिक भयो कम्पिटिसन सुरु 3 2 You had a little kiss. कम्मा खानु भयो दाम भयो कम्पिटिसन हो कि स्लोबाट एकैचोटि गमका गम तातो होला त नि अहिले मुखसु खोइलौँ अहिले सकेर भेट्दै अहिले सर्किन्छ है मेन्टीमा मै सर कति मोमो छ मेरोमा बाह्र मेरोमा राख्यो टिस्यु पेपर गरेर ल्याउनु पर्यो म त पिरो भएर आँखाबाट धुवा निक्लिनु लाग्यो आमाबाट होइन मेरो त पुरै फेसै रातै रातो भइसक्यो के हो क्या यो कम्पिटिसन हो क्या म कम्पिटिसनको रूपमा खाइरहेको छु यो कम्पिटिसन जस्तो खाइदियो नि यार भिडियो तिमीहरूको बिग्रिन्छ जस्तो त अनि मैले खाइसिँदैसकेँ ल बोलो साँच्ची भनेको ल बिग बाइट नि त ल बिग बाइट है ल ठुलो सबसे ठुलो भर्खर वाला ल्याऊ खाइसकेछु मैले यो लियो तिमी म यो तिमी यो के हो यो कुछ गेट यसरी एकैचोटि है यसरी ल्याउ न उता देखाएर है सृष्टि सामान दियो ममा ए ल त एकछिन वेट गर छिरिँदै ल प्रकाश त्यो मोमो सुल्टो त उचाल हो त्यसरी ल 1 2 यो त खान सकिन्न 3 सोच्छु के सोच्छु होइन यो तातो हुन्छ होइन यो धेरै ठुलो छ कि छैन कि ल 1 2 3 गो ल छिटो तिमी त्यस्तो गर्ने मलाई तिमी आफ्नो ल्याउ न ल छिटो यो खुर्सी बढी होइन रेमा होइन के हो थाहा थियो मलाई सर के हो तेरोमा टमाटर खुर्सानी खुर्सानी त लिएर ल्याइछ त 2,000 years later. दुईटामा हाल्नु रहेछ नानी दैलो
दही लिएर आइदेऊ नि दही दुईटामा प्र्याङ्क गर्नु कैसा लाग्यो मेरो रातो मजा सानी हालेको मैले त त्यस्तो त्यो त वाइल्ड पिरो छ रहेछ त